अब होइन यो एक्साइटमेन्ट नगरिकन होसी मुटो लगाएर ठिक छ राम्रै छ अब भन्नु हुँदैन होइन त्यो पनि भयो नि अर्को कुरो कस्तो नि अपोजिट क्यारेक्टर एउटा मेरो किरदार अलिकति कम बोल्ने सिरियस मोडमा छ जुन चाहिँ म वास्तविक उसमा 2 सेकेन्ड पनि सक्दिनँ होइन साथीले पनि भयो यो फिल्म तपाईँको लागि किन अझ नजिक छ अझ तपाईँ यो फिल्म चाहिँ विशेष गरी मलाई दया र सौगातको लागि चाहिँ एकदमै नजिक हुने किनभने यो फिल्म हामीलाई आएको करिबन 8.5 वर्ष अगाडि जुन चाहिँ अब दया भान्जीले भनिसक्नु भएको छ भिडियोमा अनि के कारणवश बिचमा त्यो नगरेर हामी घर चाहिँ गर्नुभयो यो फिल्म धेरै पुरानो हो हामीलाई लागेको थिएन कि यसले चाहिँ कहिले घाम देख्न पाउँछ होला भने किन जुन अब यसले दुनियाँ विघ्न बाधा पार गर्यो त्यो हिसाबमा पनि साह्रै अब हृदय नजिक बसेको छ र आई गेस नेपाली चलचित्रप्रतिको एउटा अब हाम्रो अब जानेको यही हो एउटा होइन सायद त्यसले पनि हुनसक्छ यता सरलाई सोधौँ होइन रियल लाइफमा झगडा मिलाउने काम कतिको गर्नुपर्छ अब रियल लाइफमा झगडा मिलाउने काम चाहिँ धेरै राम्रो हो पर्छ घर व्यवहार साथीभाइ इष्टमित्र समाज अब एउटा निर्देशक रूपमा काम गर्दाखेरि कहिलेकाहीँ हाम्रो आफ्नै कलाकार टिममा पनि कहिलेकाहीँ अलिकति केही यसो कुराहरू आउँछन् सबै कुराहरू ब्यालेन्स गर्नुपर्छ त्यो राम्रो कुरा हो एउटा न्युट्रल पोजिसनमा बसेर एउटा डिसिसिभ काम गर्नलाई चाहिँ रमाइलो कुरा हो आफै त झगडा गर्नुहुन्न नि तपाईँ कतिको एग्रेसिभ हुनुहुन्छ म पनि साधारण मान्छे हुँ ममा पनि त्यो खालको कुराहरू हुन्छ भइरहेको हुन्छ तर सोच्न पाइन्छ होइन मान्छेमा भायोलेन्स भन्ने कुराहरू हुन्छ एङ्गर भन्ने कुरा हुन्छ त्यो कहिलेकाहीँ त्यो साइकोलोजिकली कुराहरू आउँछ तर त्यसलाई चाहिँ एक्सनमा नल्याएको राम्रो हो कि जस्तो लाग्छ सोच्नु चाहिँ पाइन्छ कोही व्यक्ति हुनुहुन्छ जसलाई मनमा नै सोचेर त्यसलाई पिटेर मस्त होइन मर्ने गरी कुटेको सोचमै त्यस्तो भएको छ रिस उठिरहेको छ देखाउन चाहिँ एकदम स्माइल फेस मलाई एकदमै सिन्सियरली भन्नुपर्दाखेरि चाहिँ जति पनि अहिले हाम्रो यो संसारमा समाजमा जे भइरहेछ नि यो कुरा हेर्ने देख्ने हामीले भगवान् मारेर भन्छौँ नि मलाई भगवान्लाई चाहिँ पिट्न मन लागिरहेको छ कि मलाई किन उसले यो ब्यालेन्स गर्न नसकेको अहिले भर्खर हामीले ब्यालेन्स कुराहरू गऱ्यौँ नि त होइन त्यो किन गर्न नसकेको भनेर मलाई भगवान्सँग चाहिँ मलाई झगडा गर्न मन लाग्छ कि उसँग हिसाब किताब निकालौँ कि जस्तो लाग्छ कि पद राजीनामा त्यो भन्ने त होइन उसको आफ्नो पद आउने ठाउँमा चाहिँ होइन हामी कहाँ अब के अरे 36 कोटी देउताहरू छन् होइन त्यसमा सबैले आफ्नो पालो त पाउँछन् त्यो एउटा एङ्गर चाहिँ मसँग रहन्छ हिसाब किताब मिलाउला कुनै दिन ब्यालेन्स चाहिँ हुन पर्यो भने भगवान्लाई केही छ त भगवान्को कुरा आइहाल्यो तपाईँले चाहिँ भगवान्लाई के भन्न मन छ पेटेर कि भन्न कि हिसाब किताब के भन्नु त प्रभु पछिले सोधे के जवाब दिनु के भन्नु के नभन्नु हाम्रो मिर्चीलाई हाम्रो मिर्चीलाई पार लगाइदिनु भन्नु पर्ला मिर्ची पार लागिसकेको छ लागिसक्यो केही छ तपाईँलाई भगवान्लाई पर्सनली विश माग्न पर्यो झगडा गर्न नदिनु होला टिममेटको रिसाइहाल्नु भयो अब यहाँ के झगडा गर्न दिनु विश्वकर्मालाई भगवान्लाई चाहिँ म सुरुमा चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छु होइन मैले मेरो सिनियर दाइ अनि मेरो आइडल दाइहरूसँग चाहिँ काम गर्न पाएँ त्यसको लागि चाहिँ म एकदम थ्याङ्कफुल हुनुहुन्छ भगवान्लाई ओके विश कहिले माग्नु भएको थियो उहाँहरूसँग काम गर्न पाउने शिशिर सर उहाँ सरहरूसँग होइन दया सर सौगात सरहरूसँग एउटै मुभीमा काम गर्न पाउने विश कहिले माग्नु भएको थियो तपाईँले मैले मागेको थिएँ धेरै पटक अरू कोही आर्टिस्ट हुनुहुन्छ जोसँग काम गर्ने विश माग्नु भएको छ बट अहिलेसम्म पुरा भएको छैन डिरेक्टर प्रोड्युसरले सुनेको काम गर्न त धेरैसँग मन छ धेरै छ विश फिल भनिहाल्नु हो फेरि विश पनि अर्कोले मन दुखाउला नभन्नु के छ कतिको ग्रेटफुल हुनुहुन्छ तपाईँ चाहिँ मितज्यू प्रति भगवान् म त एकदमै धेरै ग्रेटफुल छु किनभने उहाँले भन्नुभएको चाहिँ म्यानिफेस्ट गरिरहेको अनि त्यसपछि आफ्नो गुरुहरूसँग काम गर्नु पाउँदाखेरि त एकदमै ग्रेटफुल हुन्छ नि त सो एकदमै खुसी छौँ चिया कस्तो पकाउनुहुन्छ चिया म एकदम मिठो
एकदम तपाईँलाई जस्तो चाहियो जस्तो अर्डर आउँछ त्यस्तै एकदम त्यहाँ मजाले गरिराख्नु भएको थियो सस्पेन्स राखौ होइन मेरो त्यस्तै बिजनेस है भनेर ओके बिजनेस पनि साइडमा गरिराख्नु भएको छ अभिनय सँगसँगै होइन मैले चियाको बिजनेस भनेको मिजिमा रियलमा पनि अझै तपाईँलाई जान्न चाहनुहुन्छ नि त अडियन्सले हजुर, हजुर। मिजिमा देख्यौँ अब के गर्नुहुन्छ होला रियलमा चाहिँ उहाँले भन्ने जिज्ञासा पनि होला हजुर मेरो साइड बिजनेसहरू त्यस्तो केही पनि छैन अहिलेको लागि चाहिँ हजुर एकदम स्ट्रगल गरिरहेको छु एक्टिङमा मात्रै ओके सो यो स्ट्रगल पछिको अब फिल्ममा पनि छाइसक्नु भएको छ आइसक्नु भएको छ अडियन्सले चाहिँ के भन्दै हुनुहुन्छ तपाईँलाई फिल्ममा देखिरहँदा कस्तो खालको कम्प्लिमेन्टहरू आइरहेको छ एकदमै सबैजना एकदम प्राउड हुनुहुन्छ किनभने अब मैले चाहेको मैले भनिरहेको मेनिफेस्ट गरेको कुराहरू इट्स ह्यापनिङ फाइनली अनि सानो स्टेप भए पनि एटलिस्ट वान स्टेप फरवर्ड जस्तो भयो नि त सो एकदमै खुसी हुनुहुन्छ प्राउड हुनुहुन्छ सबैजना खुसी हुनुहुन्छ ओके त सर तपाईँ कति खुसी हुनुहुन्छ अडियन्सको यो चाप आजको चाप देख्यौ नि गर्मी भयो कि आज त हाम्रो अडियन्सहरू रिटर्न जानुभयो होइन म आज बिहानै जब यो सो स्टार्ट हुनुभन्दा अगाडि आएको थिएँ आउँदाखेरि भिड देखेँ टिकट नै रहेन रहेछ कि सोधिराख्नु भएको थियो रिटर्न जानुभयो कि अडियन्सहरू आज हामीलाई यतिको माया गर्नुभएको छ धन्यवाद यो हाम्रो मिजुको चलचित्रको एडी वान अफ द एडी एसिस्टेन्ट डिरेक्टर अनिल दाहाल उहाँ पनि हुनुहुन्छ यसमा एकदमै म यसमा गायककारको भूमिकामा छु भूमिकामा हुनुहुन्छ भूमिका चाहिँ कहाँ हुनुहुन्छ अनि भूमिकालाई खोज्न बाँकी छ खोज्नै बाँकी छ खोज्न बाँकी छ हेर्दै हुनुहुन्छ भने के छ त भन्ने अब तपाईँको जिन्दगीमा भूमिका बनेर आउनको लागि चाहने पनि हेर्दै गर्नु भएको छ होला भिडियो के छ यही हो मौका ल अब भगवान्ले कसलाई जुडाउनु भएको छ हेर्दै हुनुहुन्छ भने छिट्टै आउनु होला कतिलाई जुराइदियोस् जस्तो लागेको छ कस्ती हो अब मलाई त्यसको वर्णन गर्न आउँदैन होइन त्यसरी सिङ्गल त होला नि त यस्तो हो आफूलाई माया गर्ने होस् अनि आफ्नो आमा बाउलाई मेरो आमा बाउलाई नै आफ्नो आमा बाउ जस्तै मानोस् त्यति भए पुग्छ मलाई त्यो ठुलो त्यो केही चाहिँदैन यता खलासी ह्यान्डसम लाग्यो खलासी अति बिचट्टै मन पर्यो भन्ने यहाँ लेडिजहरूको पनि कमी थिएन तपाईँलाई चाहिँ कति मनपर्छ त ल मलाई उहाँहरू जस्तै मात्रै कस्तो तपाईँको इमेजिनेसनमा चाहिँ कस्तो हुनुहुन्छ क्युट हिरो भनिराख्नु भएको छ कतिजनाले क्युट भनिराख्नु भएको छ तपाईँलाई ह्यान्डसम भन्दै हुनुहुन्छ खलासी नै भन्छ अहिले ठ्याक्कै भन्न सकिनँ अर्को पालि भन्छु नि अहिले ठ्याक्कै मैले भन्न सकिनँ अर्को पालि भन्छु अहिले ठ्याक्कै के भन्न सक्नुहुन्छ मिज्यूको लागि ल नसोचिकन अहिले दर्शकहरूले जति पनि माया गरिदिइराख्नु भएको छ यो माया चाहिँ एकदमै हामी आभारी छौँ होइन कृतज्ञ छौँ अनि धेरै खुसी लागिरहेको छ अझै यस्तै साथ सपोर्ट माया पाइराखौँ भन्न चाहन्छु मजाले सुन्दै हुनुहुन्छ केही छुटाउला कि भन्ने हिसाबले शिशिर सरले अब के छुट्यो त ल मैले मुनि माइकको हेरिरहेको थिएँ कि कतिजना कतिवटा छ होइन अब सबै धारी भन्ने हुनुहुन्थ्यो अस्ति त्यसै ल्याएर धनी र धारी भने धारी तपाईँले प्रुफ बिना हामी बोल्दैनौँ धनी 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 धारी अलिकति एउटै हो के थिएन नि प्रश्न के थियो यहाँ केही बिर्सेला कि फिल्म रिलेटेड भन्ने सोच चाहिँ जस्तो लाग्यो त केही बिर्सिनु भयो भने थपिहाल अन्तिममा छौँ होइन हामी यो के अरे हामी त अब एकदमै हजुरहरूको लागि पनि अनि प्लस दर्शकको लागि पनि एकदमै ऋणी छौँ हजुरहरूले पनि त आफ्नो अमूल्य समय दिएर यहाँनिर यसरी क्यामेरा अगाडि राखेर हामीले सोध्नु भएको छ होइन दानापानी भयो भएन समयमा धेरै कुराहरू छन् नि त यसरी रात बिरात हामी सँगसँगै कुदिरहेछौँ त्यस कारण हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद टिमको तर्फबाट अब जनता जनार्दन त जनार्दन भयो नि उहाँहरूको त सदैव जय होस् यति भन्दै समग्र टिमको तर्फबाट 1 अरब 2 करोड 3,04,000 आज हिसाब मिलेन 1 अरब 2 करोड 3,04,506वटा शब्द है थाती राख्छौँ थाती नराखौँ न यहाँ मेलमिलाप गराउने मान्छेले अब दर्शक र फिल्मको मेलमिलाप गर्ने हिसाबले बोल्दिन पर्यो दर्शकहरूलाई म के भन्न चाहन्छु भनेदेखि यो मिजु चलचित्र जुन प्रकारले हामीले अहिले प्रचार प्रसारमा लागिरहेका छौँ हाम्रो निर्माण सदस्यहरूबाट पनि पहिला पनि धेरैचोटि भनिसकेका छौँ कि यो लामो समयको पर्खाइपछि आएको निक्लेको एउटा प्रडक्ट नेपाली फिल्म हो त्यसको लागि चाहिँ हामीले चाहिँ
भावनात्मक रूपमा होइन व्यावसायिक रूपमा यसमा आबद्ध भएर काम गरिरहेका छौँ। सो एउटा टिमले होइन एउटा सल्युट टिमले एउटा मध्यपश्चिमाञ्चलमा हामी त्यहाँ गएर त्यसरी सुटिङ गरिरहेका छौँ। जुन ठाउँ चाहिँ मैले अहिलेसम्म भिजिट पनि गरेको थिइनँ, त्यो घुम्ने अवसर यही चलचित्रको आधारबाट मैले पाएँ। गाउँको पाहाड डाँडा काँडा त्यो बाटोहरू सबै कुरा मैले देख्न पाएँ होइन। त्यो एउटा चाहिँ हामीले दर्शकहरूलाई, सहरका दर्शक गाउँका दर्शकहरूलाई पनि हामीले यहाँ ल्याएका छौँ एउटा सिनेमाको रूपमा। एउटा कालखण्डको यसले एउटा टेस्टिमोनी होइन दिन्छ त्यो कालखण्डको एउटा। त्यसमा चाहिँ जुन एउटा मार्जिनल क्यारेक्टरहरू चरित्रहरू छन् उनको सङ्घर्ष गाउँ समाज त्यसलाई देखाइएको छ, जुन चाहिँ हामीले सिक्नुपर्छ, देख्नुपर्छ, जान्नुपर्छ र हामीले चाहिँ भोगेर आयौँ होइन। त्यही हाम्रो एक्सपिरियन्स चाहिँ थिएटरसम्म हामीले बाँडिरहेछौँ। दर्शकहरूलाई हामी आह्वान गर्न चाहन्छौँ कि सक्दो हलमा आएर यो चलचित्र हेरिदिनु होला। युट्युबमा कहिले आउँछ भनेर प्रतीक्षा नगरिदिनु होला। हलमा आएर हेर्दाखेरि मजा आउँछ। जसरी आज हामी आएर हेऱ्यौँ है, त्यसको लागि धेरै धन्यवाद र सबैजना पत्रकार साथीहरूलाई पनि धन्यवाद हाम्रो मिजीको टिमबाट।